अझै एउटा अन्तिम रहेको छ, दौड्नु पर्ने छ। प्रयास जारी छ विद्यार्थीहरूको। एकदमै राम्रो प्रस्तुति रहेको छ। तर यसको लागि स्टामिना भने तपाईहरुमा धेरै हुनुपर्छ, किनभने दौड्दा तपाईले यति 400 मिटर दौड्दाखेरि चाहिँ धेरै थकित हुनुहुन्छ। नवीन साईको टिम दोस्रोमा र प्रथम फर्स्ट र्याङ्क अहिलेसम्मको अवस्था। एकदमै दमदार प्रस्तुति रहिरहेको छ। हेरौँ कुन चाहिँ सदनले जित्न सफल हुन्छ। ओहो हो, अहिले उहाँको सदन चाहिँ अलि अगाडि बढ्ला जस्तो छ। लगभग लेफ्ट साइडतिरको, राइट साइडतिरको कर्नरको दोस्रोतिरको टिम उहाँ दिनेश बलायर हुनुहुन्छ। उहाँ पनि दौड्नमा एकदमै राम्रो हुनुहुन्छ, तर प्रथममा दौड्नु भएको भए चाहिँ उहाँको टिमले केही राम्रो गर्न सक्थ्यो। अझै पनि प्रयासमा हुनुहुन्छ उहाँ। नवीन साईको टिम भने धेरै पछाडि परिसकेको छ। दिनेश बलायरको टिम फेरि अगाडि दौडिरहेको छ। सम्भवतः उहाँ प्रथम पनि हुन सक्नुहुन्छ, किनभने उहाँको दौड एकदमै राम्रो छ। उहाँले तान्न सक्नुहुन्छ भने उहाँको टिम अगाडि जान सक्छ। दिनेश बलायरले एकदमै राम्रो प्रस्तुति देखाउनु भएको छ। अब दिपेश बलायर र रेड टी सर्ट दुईवटा बाबुको घमासान चलिरहेको छ। हेरौँ कसले बाजी मार्नुहुन्छ त। अहिले रेस बढाएर हुँदैन, अहिले अन्तिम अवस्थामा रेस बढाउनु पर्ने छ। यो अन्तिम खेल हो। हेरौँ दिपेशले जित्नुहुन्छ कि या रेड टी सर्ट वालाले। हेरौँ दिपेश हुटिङ भइरहेको छ। सम्भवतः यो अन्तिम हो कि। अन्तिम नरहेछ, माफ गर्नु होला। सायद अब अन्तिम हुन सक्छ। अब दौडमा जसले फास्ट गर्न सक्छ, जसले अगाडि बढ्न सक्छ, हेरौँ उहाँ नै प्रथम हुनुहुनेछ। दिपेश चाहिँ प्रथम हुन सफल हुनुहुनेछ, किनभने उहाँ धेरै अगाडि हुनुहुन्छ। र रेड टी सर्टलाई जित्दै दिनेश ल दिनेश दोस्रो र तेस्रो उहाँ चाहिँ रेड टी सर्टवाला हुनुभएको छ। यसरी प्रतिस्पर्धात्मक खेल समाप्त भएको छ। एकदमै रमणीय, एकदमै उत्कृष्ट प्रशंसनीय खेल समाप्त भएको छ। थ्याङ्क यू सो मच।